नमस्ते साथीहरु, टेक्निकल टिप च्यानलमा हजुरहरु सबैलाई स्वागत छ। आजको भिडियोमा म तपाईलाई सिकाउँछु कि हामीले एआई एजेन्ट कसरी बनाउन सकिन्छ। अहिले नेपालको सिनारियोमा हेर्ने हो भने अहिले जति पनि सानो बिजनेस ओनर छन्, जति पनि ठुलठुला बिजनेस ओनरहरु छन्, ताकि पर्सनल युजरहरुले पनि आफ्नो काम चाहिँ एआई लाई प्रयोग गरेर एजेन्टको रूपमा बनाएर आफ्नो कामलाई चाहिँ असिस्टेन्टको रूपमा काम गराएका छन्। तपाईले पनि फ्युचरमा एआई लाई असिस्टेन्टको रूपमा काम गराउनु भने त तपाईले आफ्नो काम फ्युचरमा असिस्टेन्टको रूपमा काम गराउनको लागि तपाईले एआई एजेन्ट बनाउन जानुपर्ने हुन्छ। यदि तपाईले जान्नु भएको छैन भने म तपाईलाई प्र्याक्टिकली रूपमा सिकाउने छु कसरी बनाउने भनेर। अहिले जति पनि बिजनेस ओनर छन्, ती बिजनेस ओनरहरूले आफ्नो बिजनेस प्रमोसन गर्ने कामदेखि लिएर मार्केटिङ गर्ने कामदेखि लिएर अनि आफ्नो सोशल मिडिया ह्यान्डलिङ गर्ने काम सबै एआई एजेन्टको रूपमा आफ्नो काम चाहिँ असिस्टेन्टको रूपमा गराएका छन्। तपाईले पनि बनाउने हैन त? कसरी बनाउने, कसरी गर्ने म तपाईलाई सिकाउँछु। लेट्स डु इट। ओके, लेट्स बिगिन आवर सेसन। अब हामीले चाहिँ सेसन सुरु गरौँ है। हामीले कसरी बनाउन सकिन्छ भन्नेतर्फ जाउँ। अब एआई एजेन्ट हामीले बनाउँदैछौँ आजको भिडियोमा। ओके, यहाँनिर जाउँ, गुगल ओपन गरौँ। सिम्पली हजुरले गुगल ओपन गर्नुहोस् है। गुगल ओपन गरिसकेपछि एउटा एकाउन्ट चुज गर्नुहोस्। अरू हामीले केही गर्न पर्दैन। यहाँनिर चाहिँ एउटा सफ्टवेयर छ, गुगलमा जानुभयो भने हजुरको वेबसाइट एभाइलेबल छ N8N भन्ने। यो चाहिँ सफ्टवेयर हो है। हामीले वेबसाइट पनि पाउन सक्छौँ गुगलबाट। ओके, यहाँनिर हजुरले यहाँ वेबसाइटमा चाहिँ तपाईँले थुप्रै N8N को पाउन सक्नुहुन्छ। तर चाहिँ बेसिकल्ली हामीले गर्ने भनेको चाहिँ एआई वर्कफ्लो अटोमेसन प्लेटफर्म एन्ड टुल्स छ। यो वेबसाइटमा हजुर क्लिक गर्नुहोस् है। यहाँनिर क्लिक गरिसकेपछि यदि तपाईँहरूले साइन इन गर्नुभएको छैन भने यहाँ साइन इन गर्नुहोस् है। ओके, साइन इन गरिसकेपछि तपाईँको एकाउन्ट देखाउँछ। यहाँनिर पासपोर्ट पनि हामी देखाउँछ कतिपयले, तपाईँले हाल्न सक्नुहुन्छ। म यहाँनिर साइन इन गर्छु। यहाँनिर अब साइन इन गरिसकेपछि अब हाम्रो काम चाहिँ यहीँनिर गर्ने हो। जति पनि काम हामी यहाँनिर गर्छौँ, यहाँनिर हामीले चाहिँ वर्कफ्लो क्रिएट गर्नुपर्ने हुन्छ। तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ क्रिएट वर्कफ्लोमा क्लिक गर्नुहोस्। अब यहाँनिर क्रिएट वर्कफ्लो क्रिएट गरिसकेपछि जति पनि अब एजेन्टहरू बनाउनुहुन्छ तपाईँले यहीँनिर बनाउने है। अब मैले बनाउँदैछु, मैले मेरो एक्सपेन्डिचर खर्च हुने चाहिँ एउटा एजेन्ट चाहिँ रेकर्ड स्टोर गरेर राख्ने एआई एजेन्ट बनाउँदैछु। सिम्पली एउटा प्रम्पटको भरमा है। मैले चाहिँ सर्ट फर्ममा लेखेँ भने त्यसले चाहिँ तैँले डेट, टाइटल अनि चाहिँ मैले एमाउन्ट अनि चाहिँ यस्तै गरेर राख्छु है। यस्तै गरेर स्टोर गर्ने चाहिँ एउटा एआई एजेन्ट बनाउँदैछु। तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ। यदि चाहिँ मैले तपाईँलाई रोड म्याप सिकाउँदैछु भने तपाईँले योभन्दा हेभी एआई एजेन्ट पनि बनाउन सक्नुहुन्छ है। यहाँनिर चाहिँ सिम्पली मैले चाहिँ अब एउटा चाहिँ च्याट मोडलसँग काम गर्नको लागि एउटा चाहिँ च्याट मोडल चाहिँ राख्छु। ओके, यहाँनिर हेर्छु अनि च्याट मेसेज भन्ने बित्तिकै तपाईँले के बुझ्नुहोस् भन्दाखेरि मैले पहिला चाहिँ मैले यो डेटा स्टोर गरेर राख भन्दा मैले सिम्पली प्रम्प्ट दिन्छु नि सानो। अहिले म तपाईँलाई सिकाउँछु कसरी भनेर। ओके, यो भयो। अब यहाँनिर चाहिँ मैले तपाईँले अब एआई एजेन्टलाई काम गराउँदै हुनुहुन्छ भने तपाईँले यसो बुझ्नुहोस् कि तपाईँले यहाँनिर तपाईँको आँखाले देखेपछि यो काम गर्नुपर्दो रहेछ। तपाईँको मानवले सपोज घर थियो फेरि है, स्पेसल्ली यो काम चाहिँ गर्नुपर्दो रहेछ भनेर तपाईँको आँखाले देखेपछि गर्नुहुन्छ भने नि यहाँनिर चाहिँ यो च्याट मोडलले तपाईँलाई म्यासेज पठाइसकेपछि जति पनि काम कन्ट्रोल गर्छ एआई एजेन्टले गर्छ है। त्यो चाहिँ हामीले यहाँनिर चाहिँ थप्नुपर्छ। एज हामीले चाहिँ ब्रेनको रूपमा लिन्छौँ है यो एआई एजेन्टलाई चाहिँ। ओके, यहाँनिर एआई एजेन्ट छ। ओके, सिम्पली म यहाँनिर यो एउटा चुज गर्छु। ओके, केही गर्नु पर्दैन। एआई एजेन्ट चुज गरिसकेपछि तपाईँको यहाँनिर च्याट मोडल छ है। यो च्याट मोडल युज गर्नुभन्दा अगाडि तपाईँले यहाँनिर चाहिँ जानुहोस्। म गुगलको जेमिनाई युज गर्छु। त्यो जेमिनाईको एपिआई की चाहिन्छ हामीलाई। मैले चाहिँ अलरेडी यहाँनिर मैले काम गरिराख्नु भएको भएर यहाँ आइरहेको छ यो चाहिँ गुगल जेमिनाई की भनेर। ओके, यहाँनिर चाहिँ यो जेमिनाई की हामीले चाहिँ प्रडक्ट की चाहिँ चाहिन्छ त्यो कनेक्ट हुन च्याट मोडलको लागि। त्यसको लागि तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ गुगल एआई स्टुडियोमा टच गर्नुहोस् है। क्लिक गर्नुहोस् है। क्लिक गरिसकेपछि तपाईँले यहाँनिर अरू केही गर्नु पर्दैन। यहाँ माथि देख्न सक्नुहुन्छ क्रिएट एपिआई की भने चाहिँ यहाँनिर सिम्पली टच गर्नुभयो भने क्लिक गर्नुभयो भने इन्टर योर की भन्ने छ। मैले माई वर्क लेख्छु है, माई वर्क भनेर लेख्छु। ओके, यहाँनिर स्टेट अफ क्लाउड प्रोजेक्ट भनेको छ। यहाँनिर क्लाउड प्रोजेक्ट क्रिएट गर्नुहोस्। यहाँनिर के देख्नुहुन्छ भने चाहिँ माई एआई प्रोजेक्ट है, एआई प्रोजेक्ट भनेर मैले दिन्छु। ओके, यति गरिसकेपछि म यहाँनिर ओके यो नाम चाहिँ राखौँ क्या हो। ओके, के हुन्न कि क्रिएट एआई प्रोजेक्ट लेखिदिएँ है। अब यति गरिसकेपछि यहाँनिर यो एपिआई के छ नि ब्याकग्राउन्डमा 1 2 3 छ। अहिले अब हामीसँग भइसक्यो है। क्रिएट एपिआई की चाहिँ हामीसँग एभाइलेबल छ। यहाँनिर आउँछ, एउटा फोल्डर बनेर आउँछ है।
ओके यहाँनिर आइसक्यो माई एआई प्रोजेक्ट भनेर सिम्पली हजुरले यो कीमा टच गर्नुभयो भने HCDI मा टच हुँदै सिम्पली क्लिक गर्नुभयो भने यहाँनिर तपाईँको एपिआई की आउँछ यसलाई तपाईँले क्लिक गर्नुहोस् है कपी गर्नुहोस् यहाँनिर कपी गर्नुहोस् यो एपिआई कीलाई अब म तपाईँलाई मैले चाहिँ अलरेडी चाहिँ लगइन छ मेरोमा तपाईँकोमा लगइन हुन नसक्ला भनेर मैले सिलाएको है यहाँनिर चाहिँ गुगल जेमिनाई च्याट मोडुल मैले युज गर्छु अब यहाँनिर क्रेडेन्सियल टु कनेक्ट विथ भनेको छ यहाँनिर चाहिँ मैले अलरेडी कनेक्ट गरेको छु तपाईँले क्रिएट अ न्यू क्रेडेन्सियल गर्नुहोस् अनि यहाँनिर चाहिँ यो एपिआई की मेरोमा अलरेडी लगइन छ जुन मैले अघि कपी गरेँ यहाँनिर ल्याएर पेस्ट गरिदिनुहोस् है हजुरले मैले यहाँनिर ल्याएर पेस्ट गरिसकेँ भने पनि मैले अलरेडी लगइन गरिसकेको छु अब यति गरिसकेपछि हजुरले सेभ गरिदिनुहोस् अरू केही गर्नु पर्दैन क्रेडेन्सियल सक्सेसफुली क्रिएट भन्यो ओके अब यसलाई मैले चाहिँ रन गरिदिन्छु है ओके यहाँनिर मैले ब्याक टु क्यानभासमा जान्छु अब हाम्रो चाहिँ यहाँनिर चाहिँ अलमोस्ट भइसकेको छ अब मैले हाई भनेर आयो भने यसले च्याट जिपिटीको चाहिँ एन्सर फर्काउँछ हेर्नुहोस् है काम गर्न सुरु पनि भइसक्यो हाम्रो यहाँ ओके यहाँनिर भइसक्यो अब यहाँनिर मैले एज अ च्याट जिपिटीको रूपमा पनि बनाइसक्यो काम गर्न सकिन्छ है वाट इज कम्प्युटर भनेर दियो भने यसले हाम्रो सजिलै एन्सर दिन्छ ओके काम गर्न सुरु भइसक्यो मैले च्याट दिएँ त्यसपछि हाम्रो के ब्रेनमा गयो ब्रेनले केमा काम गरायो गुगललाई गयो गुगलको जेमिनाईलाई काम गरायो गुगलको जेमिनाईबाट हाम्रो आउटपुट यहाँनिर आयो यसरी चाहिँ हामीले काम गराउन सक्छौँ तर मैले चाहिँ बनाउन खोजेको हाम्रो डेटा स्टोर गर्ने अहिले यो ब्रेनलाई मैले केही प्रम्प्ट दिएको छैन किनकि यहाँनिर हेर्नुहोस् है सिम्पली मैले राइट क्लिक गरेर ओपन गरेँ भने यहाँनिर एड अप्सनमा तपाईँले सिस्टम मेसेज भन्यो है तपाईँ सिस्टम मेसेजमा यो एजेन्टलाई के काम गराउने त तपाईँको ब्रेनलाई तपाईँले के काम गराउनुहुन्छ तपाईँले जब आँखाले देख्नुहुन्छ अनि त्यसपछि तपाईँले के काम गराउनुहुन्छ त्यो तपाईँमा भर हुन्छ त्यही अनुसार तपाईँले यहाँ एआई एजेन्टलाई काम गराउने है यो प्रम्प्टको भरमा अब यहाँनिर जाउँ तपाईँ अहिले मेमोरी छ है यो मेमोरीको ठाउँमा हामीले चाहिँ एउटा सिम्पली अरू केही गर्ने होइन सिम्पल मेमोरी चाहिँ युज गर्ने हो अनि चाहिँ यहाँनिर हामीले ब्याक टु क्यानभास गरौँ मेमोरी पनि हामी सक्सेसफुली भइसक्यो अब यहाँनिर चाहिँ म तपाईँलाई के भन्छु भने अब हाम्रो डेटा चाहिँ स्टोर गर्नु पर्यो जति पनि डेटाहरू छन् मैले आइडी दिएँ टाइटल दिएँ डेट दिएँ रिमार्क दिएँ भने र रिमार्कको साथ हामीले एमाउन्टै राख्यो होइन एमाउन्ट दियो भने त्यो एमाउन्ट चाहिँ केमा स्टोर हुनु पऱ्यो त एक्सेल सिटमा स्टोर हुनु पऱ्यो त्यसको लागि कसरी हामीले एक्सेल सिटमा एड गर्न सकिन्छ त भन्दाखेरि म तपाईँलाई सिकाउँछु यहाँनिर है ओके यहाँनिर तपाईँले हाम्रो गुगल सिट है गुगलमा गएर अनलाइन गुगल सिटबाट हालेपछि यो अनलाइन आउँछ वर्क स्पेस तपाईँले साइन इन गर्नुभएको छैन भने साइन इन गर्नुहोस् है सिम्पली म यहाँनिर साइन इन गर्छु अरू केही गर्नु पर्दैन अनि ब्ल्याङ्क स्पेसमा गरिसक्यो हुन्छ है ओके अब यहाँनिर मैले एउटा स्प्रेडसिट बनाउँछु यहाँनिर यसलाई डिलिट गरौँ पहिला है ओके माई एक्सपेन्ड लेख्छु है माई एक्सपेन्स लेख्छु ओके भयो अब मैले यहाँनिर के दिन खोज्छु त पहिला कुरो हुनु पर्यो आइडी हुनु पर्यो आइडी भन्ने बित्तिकै मैले एउटा फर्स्टमा गएर पेन किनेँ सिम्पल भाषामा है तपाईँले बुझ्नु कसरी बुझ्नुहुन्छ फर्स्टमा मैले पेन किनेँ त्यसपछि तपाईँ एकछिनमा गएर बुक किन्नुभयो त्यो हिसाबले चाहिँ पहिला तपाईँले चाहिँ पेन किनेको फर्स्टमा 1 भयो बुक किनेको त्यसरी 2 मा भयो त्यसरी चाहिँ इन्क्रिमेन्ट हुँदै जाने यो त्यो आइडी चाहिँ भनेको एउटा इन्डिकेसन दिने है यहाँनिर तपाईँले के किन्नु भएन भएन त जोडिँदै जाने हामीले चाहिँ एउटा आइडी एउटा नम्बर कि तपाईँलाई अब तपाईँको नाम छ त तपाईँलाई राजीव भनेर सबले चिन्छन् तपाईँको नाम हरिबर होस् मलाई मेरो नाम राजीव हो भनेर त सबले चिन्छन् यो मेरो एउटा पक्की हो युनिक आइडी हो मलाई चिन्न आइडेन्टिफिकेसन गर्नलाई त्यसै गरी नि हामीले चाहिँ यहाँनिर एउटा आइडेन्टिफिकेसन दिनुपर्छ त्यो चाहिँ इन्क्रिमेन्टले चाहिँ बढ्दै जाने यहाँनिर भयो यहाँनिर 1 भयो 2 भयो 3 भयो 4 भयो 5 भयो 6 भयो यसरी बढ्दै जाने अनि टाइटल मैले के किनेको थिएँ त्यो यहाँनिर नाम दिन्छु ओके एन्ड टाइटल ओके अनि त्यसपछि मैले यहाँनिर डेट दिन्छु कहिले किनेको त्यो डेट पनि फिक्स गर्नु अनि त्यसै गरी मैले यहाँनिर एमाउन्ट राखिदिन्छु यति भयो यदि भइसकेपछि अब तपाईँले के राख्न मन छ यहाँ तपाईँले एक्सेल सिटमा ननजै राख्न सक्नुहुन्छ टन्नै केही गर्नु पर्दैन ओके यति भयो अब तपाईँले यसलाई केही गर्न पर्दैन यसलाई जोड्ने कसरी हो म सिकाउँछु है तपाईँको एआई एजेन्टमा जोड्ने वर्क फ्लोमा कसरी जोड्ने त्यसमा म सिकाउँछु यहाँनिर जानुहोस् सिम्पली यो टुल्स छ नि यो टुल्समा हजुरले क्लिक गर्नुहोस् है यहाँनिर जानुहोस् गुगल सिट भनेर ओके
गुगल सिट भनेर हजुरले क्लिक गर्नुभयो भने यहाँनिर तपाईँले ओके यहाँनिर जानुहोस् अनि चाहिँ क्रिएट अ न्यू क्रेडेन्सियलमा क्लिक गर्नुहोस् अनि साइन इन विथ गुगल गर्नुहोस्। यति गरिसकेपछि तपाईँ यो वर्कसिटमा चाहिँ सक्सेसफुली हजुर सक्सेसफुली हुनुभयो, क्रिएट भइसक्यो है, तपाईँ कनेक्ट हुनु भइसक्यो। अब म तपाईँलाई यहाँनिर ओके यहाँनिर साइन इन विथ ओके गुगल गर्छु। ओके ब्याक टु क्यानभासमा गर्छु, यहाँनिर इरर आयो। अब मैले तपाईँहरूलाई चाहिँ यहाँनिर यसलाई डिलिट गर्छु। ओके यहाँनिर गुगल वर्कसिट यहाँनिर जानुहोस् हजुरहरू। गइसकेपछि यहाँनिर 9 छ ओके क्रेडेन्सियल भनेको छ, साइन इन विथ गुगल गर्छु म। ओके सक्सेसफुल भयो भन्ने पनि ओके यो गर्नुहोस् है हजुरहरूले चाहिँ यो डिलिट गरौँ है। ओके यस डिलिट। ओके गुगल सिट 9बाट मैले चाहिँ यसलाई उस गरेँ। ओके अनि त्यसपछि हाम्रो चाहिँ यो अरू के गर्दा पनि टुल्स डिस्क्रिप्सन सेट अटोमेटिकल्ली सिट विदिन अ डकुमेन्ट। ओके यो चाहिँ अब यहाँनिर चुज गरौँ। ओके हाम्रो चाहिँ माई एक्सपेन्सबाट चुज गर्छु म अनि ओके माई एक्सपेन्स भयो। त्यसपछि फ्रम लिस्ट भनेको छ। तपाईँले चाहिँ यहाँनिर चाहिँ के गर्नु भने मेरोमा अलरेडी सिट भएर बसिसकेको छ, त्यही भएर मैले 9बाट कन्टिन्यू गरेँ। क्रिएट अ न्यू क्रेडेन्सियल तपाईँको चाहिँ ब्ल्याङ्क हुन्छ, मेरो यहाँ चाहिँ टन्नै काम छ कि हेर्नु न यत्रो काम चाहिँ, त्यही भएर चाहिँ यहाँनिर मैले 9बाट लगइन गरेँ, यहाँनिर 9मा क्रिएट भएछ। ओके यहाँनिर क्रेडेन्सियलमा गइसकेपछि डाइरेक्ट हजुरले साइन इन गर्नुभयो भने यो वर्कसिट चाहिँ कनेक्ट हुन्छ है हजुर तपाईँको चाहिँ वर्क फ्लोमा है। ओके यसलाई मैले अहिले क्लोज गरिदिन्छु। ओके यहाँनिर चाहिँ मैले यति गरिसकेपछि यो स्पिड सिट फ्रम लिस्ट भनेको छ, सिटमा चुज गर्नुहोस्, अरू केही गर्नु पर्दैन यहाँनिर। ओके यति गरिसकेपछि हामीले गर्ने भनेको ब्याक टु क्यानभासमा जाने हो। यो हामी सक्सेसफुल्ली लिङ्क भइसक्यो। अब तपाईँले यो मात्रै गरिरहनुहुन्न कि यसलाई म राखिदिन्छु तपाईँको यसमा चाहिँ तपाईँले च्याट कुनै मैले तपाईँले मोडलिङ दिनुभयो एन्सर कसरी गर्ने भनेर रेकर्ड स्टोर गर्न दिनुभयो, यसले चाहिँ कहाँ गएर खुज्छ गुगल जेमिनाईमा, त्यो डेटा कहाँ गएर स्टोर हुन्छ सिम्पल मेमोरीमा गएर, त्यसपछि त्यो डेटा पनि कहाँ गएर हुन्छ भनेर तपाईँको गुगल सिटमा स्टोर गरेर बस्छ। अब त्यो डेटालाई फेरि हामीले लिन पर्यो है। अब फेरि तपाईँले एकचोटि हानेको डेटा पहिला पेन किन्दाखेरि 1 आयो होइन, अनि तपाईँको फेरि अर्कोचोटि फेरि त्यो बुक हान्नुभयो भने बुक गरेर 1मा बस्नु त भएन, त्यो डेटा फेरि एड भएर आउनु पऱ्यो नि त। पे तपाईँले पहिलोचोटि बुक किनेको डेटा राख्दाखेरि पेन चाहिँ 1मै हुनु पऱ्यो र फेरि तपाईँले एड गरेको जो चाहिँ आइडी चाहिँ बढेर जानु पऱ्यो, 2मा गएर बस्नु पऱ्यो, बुक चाहिँ 2मा हुनु पऱ्यो। अनि त्यो डेटा चाहिँ फेरि देखाउनु पऱ्यो नि त, पहिलो नम्बरको डेटा चाहिँ त्यो बनाउनुलाई फेरि तपाईँले चाहिँ गुगल सिटै युज गर्नुहोस् है, गुगल सिटै युज गर्नुहोस् है, गुगल सिट। अनि अरू चाहिँ तपाईँले यहाँ केही गर्नु पर्दैन, सेट अटोमेटिकली सेट विदिन डकुमेन्ट। यहाँनिर अपरेसन छ, अपरेसनमा तपाईँले गर्ने भनेको एपेन्ड रो, अनि यहाँनिर चाहिँ फ्रम लिस्ट भनेको छ, यहाँनिर हामीले गर्ने भनेको त्यही सेम अघिकै हो माई एक्सपेन्स। अनि यहाँनिर ओके यहाँनिर हामीले गर्ने भनेको सिट 1 अनि तलपट्टि यसो हेर्ने भने यहाँनिर हुन्छ, यसलाई म भ्याल्यु टु सेन्ड भन्ने छ, यसलाई चाहिँ म प्यारामिटर डिफाइन गरिदिन्छु। ओके डिफाइन यति गरिसकेपछि म ब्याक टु क्यानभासमा जान्छु है। अब अहिलेसँग मैले हाने भने यो चाहिँ सक्सेसफुली क्रिएट भइसकेको छ, तर अब मैले जति पनि एन्सर दिन्छु यहाँ गएर स्टोर हुनु पहिला, किनकि हामीले यहाँ एआई एजेन्टलाई तेरो काम यो भनेर हामीले छुट्याइदिएको छैन है। त्यही भएर मैले फेरि यहाँनिर वाट इज कम्प्युटर भनेर आयो भने वाट इज कम्प्युटर भनेर आउँछ, तर स्टोर गरेर बस्दैन है। वाट कम्प्युटर भन्छ सरी त्यसमा है, वाट इज कम्प्युटर भनेर हाने भने यहाँनिर हेर्नुहोस् है अब काम गर्न सुरु हुन्छ, मेमोरीमा स्टोर गरेर बस्यो, तर यो वर्क्स एक्सेल सिटमा गएर स्टोर भएर बसेन। यसलाई स्टोर हुन अब के गर्ने नि त भन्दा यो एआई एजेन्टलाई काम गराउनु पर्यो सिम्पली। त्यसको लागि चाहिँ मैले यहाँ प्रम्प्ट रेडी बनाएको छु। यो चाहिँ किनकि यो प्रम्प्ट लेख्थ्यो भने अलिकति भिडियो पनि लामो हुन्छ, त्यही भएर चाहिँ मैले चाहिँ अलरेडी प्रम्प्ट लेखेको छु। यो रिमार्क चाहिँ मैले त्यहाँ राखिनँ, त्यो यसले डिलिट गरिदिन्छु। ओके अनि यो भयो। अनि मैले यहाँनिर दिएँ युआर अफ फाइनेन्सियल ट्र्याकिङ एआई एजेन्ट। अब त मैले चाहिँ त्यहाँनिर गएर एआई एजेन्टमा वाट इज कम्प्युटर हाल्यो भने आउँदैन, किन कसरी आउँदैन त्यो पनि हेरौँ। अनि यो जब होइन त युजर गिभ एक्सपेन्डिचर डिटेल फर ट्राभल सपिङ एसेक्ट्रा, यो
मस्ट एक्सट्र्याक्ट डेट टाइटल एमाउन्ट फर इक्जाम्पललाई यसरी दिएँ है। अनि त्यसपछि तपाईँको यो फर्ममा चाहिँ एक्सेल सिटमा जानु पऱ्यो भने अरू चाहिँ भयो है। यो चाहिँ हाम्रो रेस्पोन्स भयो। तपाईँहरूले प्रम्प्टको कस्तो खालको एआई एजेन्ट बनाउँदा हुन्छ त्यो हिसाबले पनि बनाउन सक्नुहुन्छ है। अब यहाँनिर मैले यसलाई मेनुमा कपी गर्छु। ओके, यहाँनिर चाहिँ कपी गर्छु है, कन्ट्रोल सी कन्ट्रोल जी। ओके, कपी गर्छु। कपी गरिसकेपछि अब यो एआई एजेन्टमा मैले ओपन गर्छु राइट क्लिक गरेर। अब यो सिस्टम म्यासेज त मैले चाहिँ काम गराएको छैन, अब चाहिँ त्यो प्रम्प्ट ल्याएर यहाँ पेस्ट गर्छु है। अब हाम्रो चाहिँ एक्जिक्युट गरिसकेपछि यो काम चाहिँ अब गर्न सुरु गर्छ। नोट गर्ने सक्सेसफुल भयो। अब ब्याक टु क्यानभासमा जाउँ अब। ओके, अब मैले आई पर्चेस पेन। ओके, सिम्पल लेखिन्छ 150। ओके, यस ओके 50। ओके, मैले नर्मल भाषामा लेखेँ चाहिँ मैले चाहिँ सिम्पल भाषामा यहाँनिर बुझोस् भनेर है। ओके, डेटा पनि स्टोर भयो, मेमोरीमा पनि स्टोर भयो। ओके भयो है। अब यहाँनिर हामी काम हुँदैछ मोडलिङमा कसरी हुन्छ एआई एजेन्टले। यहाँनिर हेर्नुहोस्, यहाँनिर पनि काम हुँदै, यहाँ च्याटमा पनि काम हुँदैछ। यहाँ तपाईँको 2 चोटि 3 चोटि 4 चोटि चेक गर्यो है। अब डेटा स्टोर सक्सेसफुली भयो। तपाईँको कसरी स्टोर भएको छ हेर्नुहोस्। यहाँ अब कतिखेर भयो सबै देखाउँछ। एक्सेल सिटमा गएर हेरौँ है। अब यहाँनिर एक्सेल सिटमा गएर हेर्ने हो भने मैले चाहिँ आइडी पेन किने कहिले भन्दाखेरि 24 23 20मा भनेपछि यो चाहिँ मैले त्यहाँ उसमै इन्डिकेट गर्दैछु प्रम्प्टमा, त्यही भएर चाहिँ दिएको। ओके, यहाँनिर चाहिँ एमाउन्ट भयो, यो एमाउन्ट यहाँनिर भयो। अब मैले फेरि त्यही अघिको वर्कफ्लोमा जान्छु। ओके, यहाँनिर डेट चाहिँ हामीले चाहिँ फिक्स भयो अटोमेटिकली फिक्स आइदिन्छु मैले, के भन तपाईँहरूले चाहिँ मिलाउन सक्नुहुन्छ है। ब्ल्याङ्क दिएर है, अरू केही गर्नु पर्दैन, त पनि म भन्छु। ओके, मैले यसलाई कपी गर्छु है। अब ओके, मैले यसलाई कपी गर्छु अब है। कपी गरेर मैले यहाँनिर बुक राखिदिन्छु, यहाँनिर पेस्ट गरिदिन्छु। यहाँनिर मैले बुक राखिदिन्छु है। ओके, बुक आरएस 7000। ओके, यहाँनिर स्टोर बाबा यहाँ यसरी मोडलिङमा काम हुन्छ कि हेर्नु त, यसरी काम हुन्छ। एकचोटि होइन, 2 चोटि होइन, 3 चोटि होइन, 4 चोटि चेक गर्छ कि यसले। अब यहाँनिर हाम्रो एक्सेल सिटमा गएर हेऱ्यौँ भने यो डेटाहरू हाम्रो स्टोर भइसकेको छ। यो डेटा चाहिँ हाम्रो चाहिँ डेट चाहिँ मैले भनिसकेँ प्रम्प्टमा मैले फिक्स राखेको भएर देखाएको है। अब तपाईँले यसरी चाहिँ काम गराउन सक्नुहुन्छ एआई एजेन्टलाई है। अब तपाईँले यो एआई एजेन्टलाई यहाँनिर सेभ गरिदिनु भयो भने सेभ हुन्छ। यहाँनिर तपाईँको माई वर्कफ्लो 12 भनेको मेरो चाहिँ सेभ भएको छ। तपाईँको चाहिँ यसरी सेभ गर्न सक्नुहुन्छ। अब साथीहरू, तपाईँहरूले चाहिँ कस्तो खालको एआई एजेन्ट बनाउने हो, हेभी बनाउने हो कि तपाईँहरूले यसै गरेर तपाईँको सोसियल मिडिया ह्यान्डलिङ गर्ने एआई एजेन्ट पनि बनाउन सक्नुहुन्छ। तपाईँको चाहिँ लिङ्कडिनमा पोस्ट गर्ने एआई एजेन्ट पनि बनाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँले फेसबुकमा पोस्ट गर्ने एआई एजेन्ट पनि बनाउन सक्नुहुन्छ। यसै गरी तपाईँले विभिन्न एजेन्ट बनाउन सक्नुहुन्छ जुन तपाईँलाई को काम चाहिँ एज अ असिस्टेन्टको रूपमा गर्न सकोस् है। आजको भिडियो साथीहरू कस्तो लाग्यो, कन्टेन्ट एकदमै हेल्पफुल लाग्यो भने तपाईँले च्यानललाई सब्सक्राइब गरेर मसँग जोडिन नभुल्नु होला। अनि आगामी दिनमा तपाईँहरू कस्तो भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट बक्समा पिन गर्नु होला। ओके, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अन्टिल द एन्ड। म तपाईँहरूसँग यस्तै भिडियो लिएर अर्को भिडियोमा भेटिन्छु। यदि जेलको लागि भिडियोबाट बिदा हुन्छु। सी यु इन नेक्स्ट भिडियो।